Hello guys, welcome to my new vlog. आजको दिनमा चाहिँ म मेरो डेमा के गर्यो भनेर भन्छु। यो चाहिँ मेरो सुँगुर हो। सुँगुर चाहिँ घरबाट बाहिर निस्केर हेर्नु न, त्यहाँ कस्तो गरेर छैन खनेर तलबाट लिएर आएको थिएँ। त्यहाँदेखि चाहिँ मम्मीसँग बस्यो हो। युट्युब भिडियो कसरी खोज्छ भनेर सिकाइदिएको थिएँ। ओह, एकैतालमा सिक्नु चाहिँ तर आदर्शन नारी नेपाली पिक्चर मम्मी भयो भने चाहिँ यतिको चाहिँ हुनुपर्छ। डाटा सक्यो भनेर टेन्सन। मेरोमा चाहिँ डाटा थियो, थिएन चाहिँ तर टेन्सन। पैसा सकिन्छ यसो गऱ्यो यता डाउनलोड गर्ने हुन्छ, छैन यसो यो हुँदैन। त्यहाँदेखि अर्कै भिडियो हेर्ने लु त भनेर त्यहाँदेखि उसको जबमा लाग्यो। त्यहाँदेखि म गयो, गाईले पानी खान आएको रहेछ, पानी दियो। त्यहाँदेखि चाहिँ फर्केर आउँदाखेरि चाहिँ भालेले साँप पो खाइरहेको थियो, कहिले देखेको थिएन। आज चाहिँ देख्यो है भालेले साँप खाएको पनि। त्यहाँदेखि गएँ म तल, मुजुर त पुरा नाचिरहेको थियो। नाचेको चाहिँ भिडियो बनाउनु पर्यो भनेर लुक्दै गएको थिएँ। यसरी नाच्दो रहेछ। त्यहाँदेखि चाहिँ मलाई देखेर फिल्ली कुदेर भाग्यो। यस्तै भिडियो हेर्नु मन छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब, लाइक गरिदिनु होला। थ्याङ्क यू।